छोरा स्कुल भाइ अलिकति अब एकछिनमा उठ्छ भाइ उठेको छैन होइन पुनम वाकमा म एक्लै छु कि मित्रहरू मेरो घरको वालहरूमा मैले थुप्रै घडीहरू झुन्डाएको छु है त यसमा 9:20 बज्दैछ है त 9:20-21 भयो है यो छ यो यसमा चाहिँ यसमा 10:20 भइरहेछ होइन अनि यता पर एउटा छ क्या ए देख्नु भयो यसमा तपाईँको ठ्याक्कै 9 बजे के अब कुन चाहिँ टाइम फलो गर्ने होला भन्ने कन्फ्युज हुन्छ होला है र जुन त्यो फर्स्ट घडी देखाएको थिएँ मैले त्यो चाहिँ करेक्ट छ कि त्यो चाहिँ करेक्ट छ हेर्नुहोस् त हो यो चाहिँ करेक्ट हो कि ऊ माथि ढुकुर पनि बसिरहेछ है यो एरिया चाहिँ गभर्मेन्टको है त यो जति पनि एरिया छ यो मान्छे हिँड्ने भयो है फुटपाथ त्यो रोड भयो यो बिचको चाहिँ गभर्मेन्टको जग्गा हुन्छ यसमा कसैले केही लाउनु पाउँदैन तर मैले के सुनेको छु भने यहाँनिर जस्तै अब यता मेरो दाहिनेपट्टि घर छ त्यो घरको सिधा यहाँ उसले फुलबारी राम्रो लगायो भने त्यसो पाउँछ अरे क्या फेरि अब यो बाटो है यसको दायाँ बायाँ सबै घरहरू छ के बिचमा रोड छ रोडको दायाँ बायाँ घरहरू छ र यहाँ मैले देखेको छु होइन यो तपाईँको यो घरमा हिँड्ने सरी यो बाटोमा हिँड्ने मान्छेहरूले के गर्दैछ भनेर हेर्दै हिँड्ने त्यस्तो मैले गरेको देखाएको छैन कि अब हाम्रोतिर चाहिँ त्यस्तो छ भने यसो हेरिन्छ के छौ कहाँबाट आयो भनेर परिचयहरू गर्छ यहाँ अलिक त्यस्तो गर्दैन कि अरूतिर हेलो हाई गर्छन् बाटोमा जस्तै उताबाट अर्को मान्छे आउँदैछ यताबाट म जाँदैछु भने हेलो हाई गर्छ अब त्यो हेलो हाई गर्दाखेरि पनि अब कसैले हेलो हाई गरिहाल्छन् हाँस्छन् पनि कोही चाहिँ गरेर हिँड्छन् कि आफ्नो आफ्नै स्टाइल हुन्छ तर यहाँ खासमा नयाँ मान्छे भेट्दाखेरि बाटोमा हेलो हाई चाहिँ गर्छ कि त्यो चाहिँ तर अब त्यही उसले रियाक्सन कस्तो हुन्छ त्यो त उमा भर पर्छ उसको नेचरमा उसको मुडमा भर पर्छ कि त्यस्तो हुँदो रहेछ धेरै दिन भयो कि यता नगएको यता जानु मन लाग्यो आज र यहाँ थिच्नु पऱ्यो है यहाँ थिचेर चाहिँ एक्टिभ हुन्छ यही देख्नुभयो अब यसले थाहा पाउँछ यसले अब अरू गाडी रोक्छ र मलाई जाने बाटो दिन्छ क्या टुक टुक बस्छ ऊ सुन्नुभयो नि होइन अब जानु पऱ्यो कि सट्टै यता पनि गाडी रोकेका छन् यता पनि गाडी रोकेका छन् हो जाँदा हुन्छ ल क्रस गरौँ है त म कुद्दैछु एकदम छिटो यता नआएको धेरै भयो कि म चाहिँ हल्का घुम्न निस्केको भनौँ न एकछिन धेरै नै एकछिन अहिले फेरि अरू कामहरू पनि छन् है त ल यहाँ पहिले नि दामी थियो है यहाँ खासमा गल्फ त्यो गोल्फ भन्छ नि गोल्फ कि GOLF गोल्फ हो त्यो खेल्ने एरिया हो क्या यो उतापट्टि त्यस्तो छ यहाँनिर बस्ने फ्यामिलीहरू खाने पनि छ क्या यहाँ बढी मात्र यहाँ बारबिक्यू खान्छन् कि हो त्यो खाने ठाउँहरू बनाइदिएको छ है यहाँनिर यहाँ टावर छ क्या एउटा के को टावर हो मोबाइलकै टावर हो कि जस्तो लाग्छ है आई हेभ नो आइडिया है त यताबाट उता छिर्नु पनि पाइन्छ है तर म यता जाँदिनँ यता जानु पऱ्यो त के कस्तो छ यता चाहिँ यस्तो रुखहरू हेर्नुहोस् त है कति मजाले हाँगिएका छन् देख्नुभयो बिचरा उसले पनि कति पीडा हुँदो हो है कति पीडा हुँदो हो हेर्नुहोस् न यस्तो छ है थर्ड हो यस्तो लेखेर चाहिँ गफ खेल्दै रहेछ ऊ झन्डा गाडिरहेछ है गोलीले लाग्छ कि उसले हानेको बलले लाग्छ यता नजाउँ होला है यहाँबाट फर्केँ यता म चरा हेर्ने कस्तो कराएर थियो फुलमा चरा बसेको रहेछ है म देखाउँदै तपाईँहरूलाई यो पुरा रुखभरि नि फुलेको छ कि टन्नै छ क्या यो त्यो टन्नै कराएर सुन्दै हुनुहुन्छ नि होइन कराएको म अघि जहाँबाट आएको थिएँ नि त्यतै फर्किँदैछु यता यहाँ त म्याकडोनाल्ड छ है यता फेस्टा भन्ने थियो ठुलो ल त्यहाँनिर पार्टी सार्टी गर्नु मिल्ने त्यो अहिले भत्काउँदैछ कि नयाँ बनाउँदैछ के गर्दैछ है अन्त त्यो रोड हो है मेन रोड यो रोड भर्खरै ठुलो बनाएको हो पहिले सानो थियो उता पेट्रोल पम्प छ है त्यहाँनिर पेट्रोल भरिन्छ म पनि त्यहीँ भर्छु यो चाहिँ म्याकडोनाल्डको हो भनौँ न म्याक क्याफे भन्छ होइन म्याकडोनाल्ड क्याफे हो अहिले अघि तरेको बाटो है म यहाँबाट जाँदा नि हुन्छ ऊ तलबाट जाँदा नि हुन्छ कि म तलबाट जानु पऱ्यो त्यो नयाँ बाटो हेरौँ न कहिले हिँडेको छैन कि कहिले होइन मतलब धेरै अगाडि चाहिँ हिँडे हो यो यहाँ यस्तो यो पिच बनेको थिएन कि ग्राभल थियो त्यति बेला हिँडेको कि लगभग 3-4 वर्ष 4 वर्ष अगाडिको कुरो हो कि यो यसरी फ्याँकेको हुन्छ है बट्टाहरू के कोहीले फ्याँकेका हुन्छन् कि यसले चाहिँ तपाईँको इलिगल डम्पिङ भन्छ है यो चाहिँ तपाईँको यसरी फ्याँक्नु पाउँदैन किनभने यहाँको काउन्सिलले फ्रीमै आफ्नो बिनहरू मतलब आफ्नो रबिजहरू उठाउँछ कि उठाइदिन्छ ठुल्ठुलो सामान जस्तै फ्रिज बिग्रियो भने वासिङ मेसिन बिग्रियो भने अथवा ठुल्ठुलो सोफाहरू खाटहरू फ्याँक्नु छ भने बोलाउनुपर्छ तर यसरी अघि मैले देखाएको जस्तो त्यसरी फ्याँक्या छ भने चाहिँ इलिगल डम्पिङ भन्छ त्यसलाई
त्यस्तो मान्छे थाहा पायो भने साह्रो नमिठो चार्ज गर्छ कि तर पनि अब कति मान्छेले चाहिँ गर्छ क्या त्यसरी अब जहीँ पनि अब अलिकति उटपटाङ खालको मान्छे हुन्छ नै होइन त्यही भएर पनि गर्छ मान्छेले र त्यसकै अब एउटा कानुन फलो गर्नेले भनौँ न यसरी यो चिल्लो बनाएर राख्छन् मतलब फ्याँक्दैनन् कि घर अगाडि मैलाहरू फ्याँक्दैनन् घर आफ्नो अगाडि फ्याँक्दैनन् अर्को अगाडि त फ्याँक्ने कुरै भएन किनभने यहाँनिर सबै ठाउँमा प्रायः जसो तपाईँको सिसी क्यामेरा राखेको हुन्छ झन् यो सडक छेउको घरहरूमा त प्रत्येकमा सिसी क्यामेरा हुन्छ किनभने कति बेला कसले आएर के गर्छ भन्ने कुरो थाहा हुँदैन नि त त्यो भएर सिसी क्यामेरा राखेको हुन्छ ल घर आइपुग्यो है त फेरि हेर्नुहोस् यो नानीले नि अश्विनको तमासा क्या हेर्नुहोस् है ट्युसडे क्लोज वेडनेसडे यहाँ त्यस्तो खालको दिएको हुन्छ नि त अफिसतिर होइन हो त्यो उसले देखेको थियो है त्यो लेखेको छ कि यहाँनिर के लेखेको छ घरमा आएर फेरि हल्का तातो पानी पियो है तातो पानी पिएर अब फेरि बाहिर निस्केको छु यो घाँस अलिक धेरै भएको छ कि उता अगाडि पनि त्यस्तै छ यो अलिक ठुलो छ कि मोविङ एरिया है त त्यही भएर आज मैले मौहरू बोलाएको छु उनीहरू 1 देखि 3 बजीभित्रमा आउनुहुन्छ अरे कि अनि त्योभन्दा अगाडि मैले यो नानीको बलहरू सबै हटाइदिनु पर्ने हुन्छ कि उयो मेरो भाइले पानी राखेको छ त्यहाँ आएर चरा नुहाउँछ है त चरा नुहाउँछन् यिनीहरू सबै हटाइदिनु पर्ने हुन्छ ल अगाडि त्यो बलहरू सबै हटाएँ मैले है त्यो पानीको यो पनि पर लगाएर राखेको छु पानीको कन्टेनर पनि यति भयो क्लियर भयो अब यो अगाडि पनि एउटा छ है यसलाई पनि साइडमा राखिदिँदा भइहाल्छ कि यसलाई पनि यो पनि अलिक मैला मैला भएछ एनिवे अहिले हुँदै गर्छ है यहाँ आउँछ अहिले ल अहिले यहाँ आउँछु है भरे जब उसले चिल्लो बनाउँछ अनि फेरि त्यहाँ लगाएर राख्दा भयो नि त यति भयो यतापट्टि पनि लगभग क्लियर भयो त अब भरे यो घाँसहरू उसले सबै काटिदिएको हुन्छ कि चिल्लो मोइङ गरेको एकदम सफा सट बनाइदिएको हुन्छ कि त्यहाँ मैले बनिङ्स भन्ने वेयर हाउसबाट ल्याएर रोप्या हो यो इन्डोर भन्दो रहेछ बाहिर उयो देख्नु चाहिँ हुँदैन क्या यसले डाइरेक्ट सनलाइट चाहिँ खप्नु सक्दैन हेर्नु यस्तो हुन्छ कि यो सानो मैले बाहिर राखिदिएको थियो मैले त्यो डाइरेक्ट एक्सपोजर खप्नु सकेन क्या अनि यस्तो सुकिजान्छ घरमा कुरा गर्दा गर्दै कुरामासँगै म अलिक बाहिर निस्केको छु है त हामीले गाडी चाहिँ अलिक पर पार्क गरेको छौँ कि यहाँ छैन है यहाँ पुरा भरिएको छ हेर्नुहोस् न है गाडी पार्क गर्ने ठाउँै छैन हो सबै बुक छ फुल छ क्या बुक होइन फुल छ 3 घन्टा चाहिँ फ्री राख्नु पाउँछ है 3 घन्टा काटेछ भने चाहिँ त्यहाँदेखि चाहिँ तपाईँको आउँछ हल्का $67 आउँछ पहिलो हो भने दोस्रो हो भने अलिक त्यसरी नै अटेरी गरेकोमा अलिक दिन्छ होइन ल हामी आइपुग्यौँ है अब घरतिर लाग्ने गाडीमा चढेर बस्यो पुनम अब चाहिँ घरतिर है त ल मित्रहरू घर आइपुगेर नि खाना पनि झन्कायो है खाना खाइयो है मित्रहरू यो हाम्रो पुनमले ल्याएको मसला हो कि यसमा नि सिन्कौली छ क्या यी सिनेमन हो यो धेरै खान्छेले किडनीमा असर गर्छ भन्छ है धेरै चाहिँ खानु हुँदैन ल्वाङ पनि छ क्या यो मसला हो कि यो 5 फोरन चाहिँ होइन के फोरनको नि खाना खाएर रेस्ट गरौँला भनेको कि फेरि छोरा स्कुलबाट आएपछि चाहिँ घुमाउनु लानु जस्तो भयो कि अनि हल्का नानीलाई घुमाउन निकालेको छु अहिले चाहिँ मित्रहरू पापा छोरा डुल्नु आएको सिटी आइपुगेछ नि छोरा हजुर यही पछाडि मेट्रो पनि जाँदो रहेछ नि हजुर अनि अब म प्लेटफर्म 7 and 6 जाने प्लेटफर्म 7 र 6 मा Yes. किन छोरा because I want to go to Dandenong. नो इट्स नाइट नाउ इट्स इभिनिङ अब जानु हुँदैन ल It's not evening, it's afternoon. इभिनिङ भयो नि त घर जानु पर्दैन त अनि हो किन भन्नु त ए इन्जोय गर्नुहुँदैछ तपाईँले आज हो नानी लड्छ नकुद्नुहोस् है ल हामी अहिले ट्रेन स्टेसनभित्र छौँ क्या प्लेटफर्म 6 and 7 ठुलो हिँड्नुहोस् खोलियो यसमा जानुहुने यसो प्लेटफर्म 6 र 7 मात्रै जान्छ त छोरा हो हजुर बन्द गर्नुहोस् न दैलो हो त्यो ल माथि निस्किन्छ त प्लेटफर्म 6 7 There's a window for us to look. कुन खोलिन्छ भन्नुहोस् यो खोलिन्छ कि उता खोलिन्छ उता खोलिन्छ आई थिङ्क दिस विल ओपन हो छोराले टाढा गर्दा चाहिँ मेट्रो ड्राइभरलाई कि हामी यता जाँदैन कि नानीले हेर्छु भने त्यही भएर रोकेको मात्रै हो बट दिस इज नट आवर डेस्टिनेसन मेट्रो हाम्रो अर्कै हो
यो मैले छोरालाई यो केक किनिदिएको कि केक भन्नाले यो पिठोमा चाहिँ नि बन्दाकोपी लाएर पकाएको हुन्छ कि केक जस्तै बनाएको हुन्छ Pancake. प्यानकेक भन्छ है यहाँ चाहिँ त्यो खुवाउँदै गरेको यहाँ नै सिगलहरू कति नजिक आउँछ कि ल मित्रहरू घर आइपुग्यो है त आजको ब्लग यस्तै हो मित्रहरू अर्को ब्लगमा फेरि हाम्रो भेट हुनेछ तबसम्मलाई चाहिँ बिदा लिनु पर्ला है त हजुर बाई